Hi everyone, नमस्ते, वेलकम ब्याक टु माई एनदर भ्लग। म चाहिँ आज छु काठमाडौँमा अनि फुपूको घरमा छु। मैले फुपूको घरबाट चाहिँ भ्लग स्टार्ट गरिरहेको छु। आज चाहिँ काठमाडौँबाट चाहिँ जापानको फ्लाइट छ भरे 10 बजे। अरूहरू ठिकै छ अनि सबैजनालाई नै सम्झेको छु। छोराछोरी छोडेर आइसकेपछि एकदमै आफूलाई पनि न्यासरो लाग्दो रहेछ। अनि छोराछोरी पनि बिचरा त्यस्तै भएर होला है। अनि त्यही हो, अब भरे चाहिँ हामी यहाँबाट चाहिँ 6 बजीतिर हिँड्छौँ मलाई एयरपोर्टतर्फ चाहिँ। अनि अब एकछिन चाहिँ बाहिरतिर एकछिन यहाँ मेरो मोबाइलको डाटा केबलहरू लिनु पर्ने छ, त्यो भएर एकछिन जान्छु मलाई बाहिर। हाई एभ्रिवान, हाई हेलो हेलो, नमस्ते, म चाहिँ निलम गुरुङ अनि वेलकम ब्याक टु माई एनदर भ्लग। र यहाँ चाहिँ मेरो भाइ हुनुहुन्छ, हजुरको परिचय दिनुहोस् त। मिस्टर अलि पारो होइन है शङ्करको, घामले साह्रो पारो। मेरो भाइ अरुण गुरुङ र हामी कस्तो धेरै घाम छ क्या यहाँ। अनि काठमाडौँ अहिले हामी चाहिँ काठमाडौँ छौँ। यदि हजुरहरूले हिजोको ब्लग हेर्नु भएको छ भने चाहिँ थाहा नै छ हजुर। र त्यही हो, अनि आज चाहिँ म फुपूको घरमा छु। अनि भाइ चाहिँ मलाई हिजो एयरपोर्टमा रिसिभ गर्यो भाइले। अनि यहाँ फुपूको घरमा हामी आयौँ, यहाँ बस्यौँ। र आज चाहिँ हो नेक्स्ट डे। अब जति निराश भयो नि, जति दुःख मन माने पनि लास्टमा गएर अब चित्त बुझाउनै पर्छ होइन। तपाईँहरू छिटो चित्त बुझाइदिएको होइन भाइ। भाइले मलाई स्ट्रङ बनाइसक्यो। अलिक छोरा मान्छेको सङ्गत गऱ्यो भने मान्छे त्यस्तै हुन्छ। छोरी मान्छे भयो भने पिउचे बन्द हुन्छ नि त। अनि मलाई दिदीहरू पुऱ्याउन आएको भए म आजसम्म नि कस्तो रिकभर हुँदिनँ थियो होला। आज तर भाइसँग छु म, भाइसँग। त्यो भएर चाहिँ भाइको एनर्जी मलाई सरिसकेको छ। र त्यही हो, अब चाहिँ फुपूहरूलाई चाहिँ अब भ्लगमा ल्याउन मलाई अप्ठ्यारो लाग्छ नि त। अनि त्यो भएर भरै सम्भव भएछ भने चाहिँ ल्याउँदैछु। अनि अहिले चाहिँ अब हामी लाग्छौँ चोकतर्फ। अहिले चाहिँ बाहिर म चाहिँ घर ब्याक भइसक्यौँ। अनि त्यही हो, कस्तो अहिले त थकाइ पनि लागिरहेको छ, निन्द्रा पनि लागे भइरहेछ। अनि मलाई फुपूले चाहिँ आज चाहिँ भ्लग नबनाउने भन्दै हुनुहुन्छ क्या। मेरो भ्लगहरू हेरिराख्नुहुन्छ नि त। अनि उहाँलाई थाहा छ कि मैले भ्लग बनाउँछु भनेर। अनि एकदम सपोर्टिभ हुनुहुन्छ, यस्तो कुराहरू गरोस् नै भन्नुहुन्छ क्या। खुसी लाग्छ फुपूहरूलाई पनि हामीहरूले यसरी भ्लगहरू गरेको देख्दा चाहिँ जस्तो लाग्छ। अनि त्यही हो, अब फुपूले चाहिँ अब भ्लग बनाउनुपर्छ त भन्दै हुनुहुन्छ। अनि अब म चाहिँ बनाउँछु है त फुपूहरूसँग गएर। लजाउनु त नहुने हो, भ्लगर भइसै। अब नयाँ ठाउँमा गएपछि बोली बन्द हुन्छ। अनि नयाँ भ्लगर यस्तो भ्लगर हुन्छ त होइन। यहाँ यो गरेर बोलेर बनाउनु पर्ने हुन्छ। ल अब चाहिँ म फुपूहरू भएकोमा जान्छु है त। ल यहाँ माथिको तलामा थिएँ कि म चाहिँ। मेरो अघि चाहिँ मोबाइल चार्ज नभएर पनि बसिरहेको थिएँ। मामा र फुपूलाई पनि म स्वागत गर्छु मेरो भ्लगमा। मामा टिभी हेरेर बसिराख्नु भएको थियो। कता जानुभयो मामा र फुपू? ए निदाम भएछ क्या यहाँ भिडियो बनाउँदै आएको मामा। फुपूलाई देखाउनुहुन्छ मामा हेरी। मामा नि यहाँ है भनिदिनु न त। ल मेरो उहाँ चाहिँ फुपाजु हो खासमा भन्नुपर्ने। म त मामा भन्छु, दिदीहरू सबैले चाहिँ फुपा भन्नुहुन्छ। ल मेरो फुपा, जेठा, ठुलो फुपा, ठुलो फुपा। ल आज अब फाइनल्ली मैले फुपालाई पनि मेरो भ्लगमा ल्याउनु पाएँ। अब फुपूलाई पनि ल्याउँछ है त। फुपू त यो भदा र भदाइनीले एकछिन बस्नु दिएको छैन यहाँ टुसुकै।
मेरो फुपू ठुली फुपू ल फुपूलाई मेरो ब्लगमा स्वागत छ है त ल पहिलोचोटि स्वागत छ हजुरहरूलाई मेरो भलाइनीको ब्लगमा। हजुर मलाई पनि आउनु पाउँदा धेरै खुसी लागेको छ। यी अचार बनाउँदैछु है म चाहिँ आलुको अचार। बिहानको खाना खाइसकेर फेरि बेलुका अब खाएरै जानुपर्छ भन्दै हुनुहुन्छ अनि फुपू चाहिँ नबिसाउनै पाएको छैन आज फुलेदेखि। बिहानको खाना अनि फेरि एकछिन टुसको नबसी फेरि खाना अब बेलुकाको भदैनीलाई हत्ते भयो भदैनी बिदाई गर्नुपर्ने हो। यहाँ म त खुसी लागेर आलुको अचार बनाउँदैछु। हजुर र मेरो ठुलो फुपू हुनुहुन्छ। आज सबैसँग मैले चिनाउन पाएँ। छिटै भेट्नु सकेसम्म छिटै भेट्नु पाऊँ। त्यही त सबैजना सन्चो सुविधा बस्नु बस्नु पाऊँ। हजुर अन्त हामी अलि अघि अँध्यारोतिर थियो नि त यता उज्यालोमा उज्यालो आउँछ यताबाट। फुपूलाई चाहिँ भ्लगहरू बनाएको देख्दा फुपूलाई खुसी लाग्छ। फुपू बना भन्नुहुन्छ अनि आयो मलाई चाहिँ लाज लागेर बनाऊ कि नबनाऊ भइरहेको थियो। हजुर हाम्रो यता चाहिँ खानासाना रेडी हुँदैछ धमाधम। हजुर मासु पनि फेरि पनि मासु त पर्दैन न ल फुवा बिहान बेलुकै मासु राम है त गाई जाऊ एकछिनमा भेट्छौँ है हामी एकछिनमा। राम एयरपोर्टको अवस्था राम लु हामी त एयरपोर्ट आइपुगेको अब फुपू र भाइ म एयरपोर्ट आइपुग्यो। मान्छे क्या कति हो यहाँ टिकट जाने मान्छे हेर बोलेको नि सुनेको छैन होला हामी बोलेको त बोलेको नि सुन्दैन। ल सबै देखाइदिनु पर्यो एकचोटि। ल अब एकछिनमा भित्रतिर पस्छ होला। अहिले चाहिँ बाहिरै छौँ हामी। बोलेको सुन्दैन है लु भिडियो हेर्नेहरू पनि अहिले भिडियो मात्र हेर्नु यसो लु त है। अब जान लाग्यो। यस्तो छ नेपालको अवस्था नेपालको एयरपोर्टको हालत। अब म पनि एकजना थपेँ खोइ कति लाख पुगिसक्यो अरे बाहिरिनेको सङ्ख्या। नेपालीहरू खै कता हो कहाँ गयो भाइ चाहिँ? भाइ हेर न हो फाइनली ओसाका हामी चाहिँ अब ल्यान्ड भएर पनि लाग्यो। यहाँ मेरो साथीहरू कति धेरै हुन्छ बुनु अनि यता दाइहरू भाइ। ल जापान आएपछि बुढा र बुढीको पहिलो भेट है त ल हक्स गर्नु भएन लजार भाग्नु ल ल ल अब हामी घरतिर लाग्दै।